आफ्ना नानी बाबुहरूलाई परमेश्वरको वचनले सुसज्जित बनाउनुहोस्। हितोपदेश 22 को 6। बालकलाई ऊ हिँड्न पर्ने बाटोमा तालिम देऊ र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। नानी बाबुहरू परमेश्वरले हामीलाई सुम्पनु भएको बहुमूल्य उपहार हुन्। त्यसैले उनीहरूलाई सानैदेखि परमेश्वरको वचन, प्रार्थना, प्रेम, आज्ञाकारिता र परिश्रमको महत्त्व सिकाऊ। आज रोपिएको विश्वासको बिउले भोलि उनीहरूको जीवनमा असल फल फल्नेछ। जब उनीहरू परमेश्वरको मार्गमा हुर्कन्छन्, उनीहरूले सही निर्णय गर्न, असल बाटो रोज्न र खराब सङ्गत तथा पापबाट टाढा रहन सक्नेछन्। त्यसैले कहिले हरेस नखाऊ। प्रेम, धैर्य र प्रार्थना साथ उनीहरूलाई परमेश्वरको मार्गमा डोर्याऊ। परमेश्वरको वचन कहिल्यै व्यर्थ जाँदैन। आमेन।